हेलो एभ्रीबडी, गुड मर्निङ सेवा। आज चाहिँ भ्यू कस्तो राम्रो भएर के वेदर एकदम राम्रो छ है। मलाई चाहिँ एकदम खिचौँ भयो फोटो होइन, भिडियो बनाऊँ भयो। त्यही भएर मैले चाहिँ भिडियो बनाइरहेको छु। अनि साथै यहाँ म नानाहरूको करिसा बारी पनि हजुरहरूलाई देखाइदिन्छु है, कस्तो रहेछ भनेर। एकदम राम्रो छ, हजुरहरू पनि इन्जोय गर्न सक्नुहुन्छ होइन, देख्न सक्नुहुन्छ आजको वेदर यस्तो राम्रो छ है। बिहान यो चाहिँ आलु भयो, अनि भर्खर रोप्नु भएको हो। अरू चाहिँ अलिक ठुल्ठुलो परेछ। यहाँ सुन्तला भयो, अनि त्यस पछाडि यो अम्बक, यहाँनिर चाहिँ अम्बक पनि छ है, एक दुईजना, धेरै चाहिँ छैन। यहाँनिर पाकिरहेछ है, के अरे यो माघको समयमा पनि अम्बक छ है। यहाँनिर अघि साइड टिप्नु भयो होला, अनि त्यहाँनिर काउली भयो, अनि ऊ माथि चाहिँ के अमला पनि छ है। अमलाको रुख धेरै छ, अमला फलिरहेछ। अनि म अरू त के देखाउँछु, अनि देख्न सक्नुहुन्छ हजुर, यो चाहिँ लसुन भयो। ओके, अनि यो चाहिँ हिजो मैले काटेको घाँस भयो। अनि यहाँ लसुन हेर्न सक्नुहुन्छ है, लसुन यस्तो राम्रो छ। यता यो भयो, यहाँनिर प्याज भयो, के भन्छ यो फर्सी, अनि यो धनियाँ, यो केराउ। यहाँनिर यो केराउहरू चाहिँ नानीहरूको उनीहरूको बिहान उनीहरू चाहिँ यो केराउ खान्छ है। काँचो केराउ यहाँ आएर यो टिपेर यत्तिकै खान्छन्। म चाहिँ सुरुमा आएको बेला चाहिँ म चाहिँ सक भएको थिएँ क्या, किनभने होइन बिहान होइन केराउ खान्छन् भनेर होइन। तर सबै नानाहरूले सोल्टीहरूले पानी बनाउनु भएको क्या, हरेक चिज खान, हरेक कुरो खान, जङ्क फुड बाहेक सबै सागसब्जीहरू केराउहरू सबै खान सिकाउनु भएको के। त्यो तितो कुराहरू पनि, त्यो जङ्गली तितो कुराहरू पनि हुन्छ नि, त्यो हो, त्यो पनि औषधिको रूपमा खान सिकाउनु भएको। हेर्नुहोस्, यो रूपमा मैले हिजो पसेर घाँस काटेको थिएँ, झारेको थिएँ सबै। म त होइन सक भएको थिएँ लौ भनेर। अनि यो चाहिँ आलुबारी भयो। यो चाहिँ म सुरुमा आएको बेला यहाँ रोप्नु हुँदै थियो, यत्रो भयो। अनि यो लसुन भयो, यता भयो। अनि वेदर हेर्नुहोस् त कस्तो राम्रो भइरहेछ, कस्तो राम्रो छ। अनि यता भयो उखु त्यहाँ पनि छ उखु, त्यो यता भयो चाहिँ काउली है गाइस। अस्ति यहाँनिर यो काउलीमा चाहिँ हामीले मोमोज बनाएर खाएको थियौँ के, तर लास्टै मिठो हुँदो रहेछ भनेको। यो यहीँ आएर मैले मोमो इस्कुसमा, त्यस पछाडि काउलीमा बनाएर खान जाने खाएँ भन्दा हुन्छ। यता यो केराउ हुँदैछ भर्खर नानीहरूको, उनीहरूको हेल्दी खानेकुराहरू यस्तो। अनि उहाँ सुन्तला टिप्नु लाग्नु भयो जस्तो छ। यो भयो के अरे रायो यहाँ यता। अनि यहाँनिर सोप थियो, यो सोप चाहिँ सकिगएछ। धनियाँ यत्रो भयो। अनि यो चाहिँ इस्कुस है, साथै यहाँनिर चाहिँ काउली रोप्नु भएको। यो इस्कुस हामीले अब अर्को इस्कुस खायौँ नि, यो इस्कुस सक्यो, अब अर्को यो चाहिँ वैशाखमा हुने इस्कुस है। यो चाहिँ माछ लगाउनु भएको, इस्कुसलाई माछ लगाइदिनु भएको यो रहेको छ। अनि सुन्तला टिप्न लाग्नु भएको सोल्टीजी ए। अनि त्यस पछाडि यो बाछीहरू भयो, बाछी यता यो काउली, यहाँनिर यत्रो भयो। प्याज, अम्बक टिप्नु भएको सोल्टीजी ए, एक दुई दाना चाहिँ रहेछ हजुर। माघसम्म अम्बक खानु भनेको त सामान्य त होइन,
अनि यता हजुर प्याज भयो अनि यस्तो रहेको छ उता आँप हेर्नुहोस् है आँपको रुख कति ठुलो छ है यहाँनिर चाहिँ असोजसम्म आँप थियो अरे है यो आँप चाहिँ अनि यता यो रोड भयो यता यस्तो छ है एभ्रिवेयर हेर्न सक्नुहुन्छ एकदम रमाइलो गाउँ छ रमाइलो ठाउँ छ ओके बाई गाइज